हेलो एभ्रिवान। आज चाहिँ हेर्नु कि अब कति घरमा त्यो चिया खानु कति चिया खान मन लाग्यो होइन। छुट्टीको दिन पनि थियो अनि कति अब जाउँ न बाहिर गएर खाऊँ न त यसो रिफ्रेस पनि हुन्छ भनेर निस्केको। अब चिया पसल कहाँनिर कहाँ छ अब कहाँ मिठो पाउँछ भन्ने त अब थाहा छैन हामीलाई। बाटोमा हेरेर जाउँ न कतै न कतै त देखिहालिन्छ नि भनेर अब निस्क्यौँ घरबाट। अनि अब निस्किसके पछाडि त अब यसो बाटोमा हिँड्दाखेरि अब बाटोको भ्यू पनि त राम्रै आउँछ नि त होइन। अब यसो भिडियो पनि लिऊँ न त भनेर भिडियो पनि लिँदै अब दुईजना गफ पनि गर्दै ओर्दै गयौँ ओर्यौँ। अनि अब कहाँ चाहिँ अब भेटेको थियौँ कि अब जहाँ पायो खान नि अप्ठ्यारो नि त। अब मिठो हुन्छ हुँदैन हेर्दा पनि अब आफूलाई जान मन लाग्नु पर्यो। अनि जाँदाखेरि त अलिक पर पुगेपछि चिया मन्त्र देख्छौँ। यो त हामी पहिला पनि गएको थियौँ। यसको चाहिँ 2-3वटा अब ऊ रहेछ क्या, 2-3वटा ब्रान्चहरू पनि रहेछन् क्या। अनि यसो भित्र हेरेको राम्रो लाग्यो। अब लाइटिङहरू पनि सबै हालेको, प्लान्टहरू पनि हालेको। यहाँ चाहिँ भर्खरै खोलेको रहेछ क्या। अनि अब फुलहरू पनि रहेछ। अनि मैले चाहिँ आउन्जेलको समयमा चाहिँ यसो फुलहरू हेर्दै ओर्दै बस्दै थिएँ। अनि अब त्यतिन्जेलमा चाहिँ अब बाहिर अब भिडियोहरू पनि खिचौँ न होइन, अब के छ र अब निस्किसके पछाडि त भनेर अब सबैतिर हामी चाहिँ क्यामेरा घुमाउँदै राम्रो पनि आइरहेको थियो नि त। राम्रो देखेपछि त यसो भिडियो खिच्न मन लागिहाल्छ। अनि दुईजना भइसकेपछि यसो नक्कल पनि पार्नै पर्यो। अनि नक्कल पार्दै हामी दुईजना आफ्नो भिडियोहरू पनि लिँदै बसिरहेको थियौँ। अनि यतिकैमा हाम्रो चिया पनि आइपुग्यो। अनि चिया खायौँ पनि चिया खाएको चाहिँ भिडियो लिनै बिर्सेछ। भरे त मेरो हस्बेन्डकै स्टुडेन्टको पसल रहेछ। अनि उनीहरूसँग एकछिन हामी उनो खेल्यौँ, मैले रमाइलो गऱ्यौँ अनि घर फर्क्यौँ। धन्यवाद।